भदौ 23 देखि सुरु भएको जेन जी आन्दोलनले नेपालका सडकदेखि सामाजिक सञ्जालसम्म हलचल ल्यायो। नयाँ पुस्ताले सरकारको नीति विरुद्ध आवाज उठाउँदा देशभर युवाको ऊर्जा र असन्तोष दुबडी उफ्रिएको देखियो। तर आन्दोलन तातिन साथ यसको नेतृत्व गर्ने भनिएका सुदन गुरुङ र उनीसँग सम्बद्ध हामी नेपाल संस्था विवादको केन्द्रमा आए। सामाजिक सञ्जालमा भाइरल भएका केही भिडियो र तस्विरहरूमा TOB अर्थात् टिबेटियन ओरिजिनल ब्रदरहुड लेखिएको टी-शर्ट लगाएर प्रदर्शनकारी देखिएपछि आन्दोलनको निहित उद्देश्य र विदेशी सम्बन्धबारे प्रश्न उठे। कतिपयले यो आन्दोलनलाई फ्री टिबेट अभियानसँग जोड्दै चीन नेपाल सम्बन्धमा अस्थिरता ल्याउने प्रयास भएको भन्दै सन्देह व्यक्त गरे। अनुसन्धानमा खुलेका विवरण अनुसार स्टुडेन्ट्स फर अ फ्री टिबेट नामक संस्था सन् 1994 मा अमेरिकाको न्युयोर्कमा स्थापित गरिएको थियो र यसको उद्देश्य तिब्बतको स्वतन्त्रताको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु हो। यही संस्था हामी नेपालसँग सहकार्यमा रहेको भनिएको छ। यही कारण सुदन गुरुङमाथि विदेशी प्रभावको आरोप थप गहिरिँदै गयो। आन्दोलनका क्रममा जङ्गी अड्डा र शीतल निवास वरिपरि देखिएका तोडफोडका घटनामा समेत उनी अग्रपङ्क्तिमा देखिएको भिडियो सार्वजनिक भएपछि सवाल अझै पेचिलो बन्यो। सुदनले भने यी सबै आरोपलाई अस्वीकार गर्दै यो डिजिटल हमला भएको दावी गरेका छन्। उनका अनुसार आन्दोलनमा उनीहरू स्वतन्त्र युवाहरूको प्रतिनिधित्व गर्दै आएका हुन्, कुनै विदेशी संस्था वा दाताको प्रभावमा होइन। उनले भनेका छन्, हामी नेपाल कुनै NGO होइन, नाफारहित संस्था हो। 1 रुपियाँ पनि विदेशबाट आएको छैन, सबैको हिसाब खुला गर्न तयार छौं। तर समाजमा उठेका प्रश्न रोकिएनन्। केहीले उनीहरूको अभियानमा प्रयोग गरेका टी-शर्ट र ग्राफिक डिजाइनमा प्रयोग भएको TOB लेखाइलाई सङ्केतका रूपमा हेरे। यता प्रधानमन्त्री सुशीला कार्यले नयाँ मन्त्रीका रूपमा टासी नामक व्यक्तिलाई नियुक्ति गर्न लागेको खबरसँगै जो एक समय फ्री टिबेट अभियानी भनेर चिनिन्थे, आरोपहरूलाई राजनीतिक रूप दिन अझ सजिलो भयो। सहयोगको जाल यति घना भयो कि सामाजिक सञ्जालमा नेपाल अब राजनैतिक प्रयोगशाला बन्दैछ भन्ने टिप्पणीहरू छरपष्ट फैलिन थाले। चीन र तिब्बतको सम्बन्ध सधैँ नेपालका लागि संवेदनशील रहँदै आएको छ। सन् 2019 मा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीहरूले प्रदर्शनको तयारी गर्दा प्रहरीले कडा नियन्त्रण गरेको थियो। त्यसअघि पनि खम्प्र विद्रोह र स्वतन्त्र तिब्बतका पक्षधरको गतिविधिले नेपालमा चीनिया दबाव बढाएको घटना नजिकैको इतिहास हो। यस्तो पृष्ठभूमिमा अहिलेको आन्दोलनमा त्यस्ता प्रतीकहरू देखिनु स्वाभाविक रूपमा चीनको दृष्टिमा शङ्कास्पद बन्नु पुग्यो। अन्तर्राष्ट्रिय राजनीति र नेपालभित्रको शक्ति सङ्घर्षबीच सन्तुलन कायम गर्न कठिन परिस्थिति सिर्जना भयो। सुदन गुरुङले बारम्बार भनेका छन्, हामी कुनै विदेशीका हातका कठपुतली होइनौं, हाम्रो आन्दोलन युवाको आवाज हो। उनले आफ्नो सामाजिक सञ्जालमा #StopFakeNarrative लेख्दै भाइरल भएका सबै भिडियोहरूलाई भ्रामक बताएका छन्। तर प्रश्न उठिरहेकै छ, आन्दोलनका नाममा कतै कुनै बाह्य एजेन्डा त लागू भइरहेको छैन? नेपालको भू राजनैतिक स्थिति र चीन भारत बीचको तनावलाई हेर्दा यस्तो सकलाई हल्का पार्न गाह्रो छ। विज्ञहरूको भनाइमा नेपाल जस्तो संवेदनशील देशमा साना विषय पनि ठूलो राजनीतिक प्रभाव बोक्छन्। अहिले सरकारमाथि दबाव बढिरहेको छ कि आन्दोलन, NGO र विदेशी सम्बन्धबारे छानबिन होस्। किनभने यदि आन्दोलनभित्र विदेशी लगानी वा राजनीतिक उद्देश्य भेटियो भने त्यसले केवल सरकारलाई मात्र होइन, राज्यको स्वाधीनतालाई पनि प्रश्नमा पार्नेछ। यही कारण अब सरकारले पारदर्शिता र जवाफदेहिता देखाउनुपर्ने अवस्था आएको छ। अर्कातिर सामाजिक सञ्जालमा फैलिएका झुटा सूचनाले जनमतलाई झनै विभाजित बनाइरहेको छ। विशेषज्ञहरू भन्छन्, नेपालले अहिले एक किसिमको सूचना युद्धको सामना गर्दैछ। यस्तो परिस्थितिमा सत्य उजागर गर्नु र राजनीतिक रूपमा तटस्थ छानबिन गर्नु अति आवश्यक छ। जेनजी आन्दोलनले नेपाली युवाको आवाजलाई विश्वभर सुनाएको छ। तर यो आवाज कसको निर्देशनमा उठेको भन्ने प्रश्नले यसको विश्वसनीयतामाथि घाउ हानेको छ। यदि सुदन गुरुङ र उनका सहकर्मीहरूले आफ्ना सबै आर्थिक र संस्थागत विवरण सार्वजनिक गरे भने यो आन्दोलन नेपाली युवाको इमान्दार स्वरूपका रूपमा पुनस्थापित हुन सक्छ। तर यदि विदेशी सम्बन्धको धागो भेटियो भने यो घटना नेपालका लागि अर्को भू राजनैतिक झट्का साबित हुनेछ। अहिले समय आएको छ सत्य र भ्रमको बीचको सीमारेखा स्पष्ट पार्ने। राज्यका हरेक निकायले गम्भीरता देखाए मात्र नेपाल पुनः आफ्नै बाटोमा फर्कन सक्छ। होइन भने जेन जी आन्दोलन नेपालको इतिहासमा एउटा रहस्यमय मोडका रूपमा सम्झिनेछ।